को एउटा दह महोत्सवको तर्फबाट र 21 गतेदेखि 28 गतेसम्म हुन गइरहेको दह धार्मिक महोत्सवमा यहाँहरू सम्पूर्णलाई स्वागत भन्न चाहन्छु। यहाँहरूलाई यो दहमा एकदम वेलकम भन्न चाहन्छु र हामीले यहाँहरूमा 21 गते नजिकै गर्दा आज हामी 19 गते हामीसँग 2 दिन मात्रै बाँकी छ। दह महोत्सवको लगभग हामी तयारीमा छौँ। यो धार्मिक महोत्सवको एकदमै अन्तिम चरणमा पनि आइसकेका छौँ। हाम्रा धेरै कामहरू पुरा भइसकेका छन् र यो दह धार्मिक महोत्सव, यो आध्यात्मिक महोत्सव किन र कसरी राख्न खोजिएको भन्ने कुराहरूमा यहाँहरूलाई धेरैले हामीलाई पनि प्रश्न गरिराख्नु भएको छ। यो दहको बारेमा चाहिँ हामीले हिजो बुद्धकालीन अवस्थामा तत्कालीन अब 2500 वर्ष अगाडि पनि यो दहको इतिहास भएको एउटा ऐतिहासिक दह हो यो। हामीसँग देवदह नगरपालिका वार्ड नम्बर 9 मै बुद्ध भगवानको दरबार रहेको एउटा माओली दरबार रहेको अथवा चाहिँ त बुद्ध भगवान आएर बस्ने यो खैरडाँडा भन्ने दरबार छ। यहाँबाट जम्मा 700 मिटर तल छ। त्यो 700 मिटर रहेको दरबारबाट यहाँ दहसम्म आइपुग्दा यो दहमा आएर भगवानको पालामा स्नान गर्ने स्थान भएको कारणले पनि यो दह देवदहको नाममा परिचित छ र यो दहकै नामका कारणले देवदह नगरपालिका रहन गएको हो। यहाँ सम्पूर्णलाई मैले जानकारी गराउन चाहन्छु। यहाँहरूले यो कुरालाई अलिकति हामीले चाहिँ पत्रकारिता मार्फत अथवा सामाजिक सञ्जाल मार्फत यहाँहरूले सबैले उजागर गरिदिनु हुनेछ भन्ने मलाई यहाँ आशा पनि छ। र हामी यो दह यतिकैमा दह मात्रै भनेर भने यस्ता पोखरी धेरै पनि छन्, तर यो दहको महत्त्व धेरै छ। यो दह हामीले यस्तो अहिले यो सालभरि पानी परेको छैन, तर यो सालभरि पनि दहको साइज नै घटेको छैन। दह पानी कहिले पनि सुक्दैन। त्यस कारणले पनि यो दहमा एकदमै तपाईँको मानिसको यो एउटा आइसकेपछि आकर्षणको केन्द्रबिन्दु पनि छ। यहाँ विभिन्न थरीका तपाईँको कमलको फुलहरू चाहिँ फुल्छन्, किनभने यसको नामै मङ्गल पुष्करिणी दह छ। यसको नाम अब भगवानको पालामा एउटा नामै राखिएको रहेछ। त्यो तपाईँको यो कमलको फुलहरू पनि धेरै थरीका रङ्गी बिरङ्गी कमलको फुलहरू फुल्ने भएको भएर पनि तपाईँको यसलाई चाहिँ मङ्गल पुष्करिणी दह भनिएको छ। यो दहको विशेष त अब यहाँ अझै विभिन्न देशबाट तपाईँको चराचुरुङ्गीहरू आउँछन्। यहाँ अहिले पनि हामी तपाईँको त्यो दहभित्र चराहरू देख्न सकिन्छ, चुरुङ्गी मारेको चराहरू। अहिले हामी मान्छेको अलिकति आवाज जावत र यहाँ काम गर्ने क्रममा चराहरूको कमी भएको नभए हामी यसो 8-10 जना आनन्द तरिकाले यहाँ हेर्न आउने हो भने धेरै चराहरू यहाँ देख्न सकिन्छ, धेरै थरीका चराहरू देख्न सकिन्छ। र यो अहिले हामी अलिकति यो दहलाई चाहिँ देवदह नगरपालिका मात्रै नभएर नेपालभरि विश्वभरि चिनाउनको लागि हामी एउटा कार्यक्रम गर्न गइरहेका छौँ। किनभने हामीसँग देवदह त छ, देवदह पनि नामकरण पनि छ हामीसँग, देवदह नगरपालिका छ। तर मान्छेको यहीँ हामीसँग 1 नम्बर वार्डदेखि 12 नम्बर वार्डका जनप्रतिनिधि अथवा विद्यार्थीहरू अथवा अभिभावकहरू अथवा विभिन्न सङ्घ संस्थाहरूले दहमा आएर अवलोकन गरेर हेरेको अवस्था छैन। त्यस कारणले यो 21 गतेदेखि 28 गतेसम्म हुन गइरहेको तपाईँको एउटा धार्मिक कार्यक्रमले अथवा आध्यात्मिक कार्यक्रमले चाहिँ यो यहाँ रहेका देवदह नगरपालिका र वरपर रहेका अन्य नगरपालिकाबाट पनि यो दह अवलोकन गर्न आउनुहुन्छ र यसको चाहिँ अलिकति उजागर गर्न सकिन्छ। यसलाई अलिकति तपाईँको प्रचार प्रसार गर्न सक्यो भने तपाईँको आन्तरिक पर्यटक बाह्य पर्यटकहरू भित्राउन सकिन्छ भन्ने हेतु उद्देश्यका साथ हामीले यो कार्यक्रम गर्न खोजेको। यो कार्यक्रमले चाहिँ अब हाम्रो देवदहलाई मात्रै नभएर सम्पूर्ण चाहिँ रूपन्देही जिल्लामा रहनुहुने सम्पूर्णलाई चाहिँ यो ठाउँ एउटा पर्यटनको केन्द्रबिन्दु पनि बन्नेछ, एउटा ध्यान केन्द्रको रूपमा पनि यो ठाउँ स्थापित हुनेछ भन्ने लाग्छ मलाई। किनभने यहाँ आइसकेपछि तपाईँको एकदम शान्त वातावरणमा चाहिँ तपाईँको शान्त जस्तो लाग्छ मलाई, हामीलाई पनि सबैलाई। जति पनि आउनुहुन्छ यो ठाउँ शान्त वातावरण राख्नुपर्छ, यो ध्यान केन्द्रको रूपमा अगाडि बढाउनुपर्छ भन्ने कुरा राखेको छ। र सोही बमोजिम चाहिँ हामीले चाहिँ 21 गतेको पहिलो दिनलाई तपाईँको नेपालकै सबैभन्दा ठुलो तपाईँको धर्मगुरु बुद्ध धर्मगुरुहरू तपाईँको भन्ते गुरुहरू अनि गुरुमाहरूलाई चाहिँ बोलाएर लुम्बिनीको सबैभन्दा ठुलो चाहिँ त्यहाँको गुरुहरूलाई पनि बोलाएर गुरुमाहरूलाई पनि बोलाएर 21 गते उहाँहरूको बिहान 6:30 बजेबाट
साँझ 6 बजीसम्म उहाँहरूकै मात्रै कार्यक्रम छ। त्यहाँ त्रिपिटकमा महापरित्राण भन्ने ठुलो कार्यक्रम हुँदो रहेछ। जस्तै हामीले हिन्दू धर्महरूले महायज्ञ गरिन्छ त्यस्तै उहाँहरूको चाहिँ महापरित्राण भन्ने ठुलो कार्यक्रम हुँदो रहेछ। एक दिनको कार्यक्रम गर्न पनि उहाँहरूलाई धेरै म्यानेज देशभरि म्यानेज गर्दा बल्ल त्यो कार्यक्रम हुँदो रहेछ। हामीले लगभग 1 महिनादेखि उहाँहरूको कार्यक्रम गर्नको लागि चाहिँ धेरै एक्सर्साइज गरेर अहिले चाहिँ यहाँसम्म आइपुगेका छौँ। र 21 गते हाम्रो बुद्ध धर्मअनुसारले महापरित्राण भएपछि दह शुद्धि कार्यक्रम हो। त्यो दह शुद्धि कार्यक्रम भएपछि बल्ल 22 गतेबाट चाहिँ हामी यो श्रीमद् भागवत महापुराण तथा मङ्गल पुष्ण दहको धार्मिक जुन अर्को हिन्दू धर्मअनुसारले हामी कार्यक्रम गर्छौँ। त्यो कार्यक्रम 28 गते बल्ल हाम्रो समापन हुन्छ। यसरी चाहिँ हामी प्रचार प्रसार गर्न लगाइएको छ। यसमा चाहिँ हामीले यो कार्यक्रमलाई सफल बनाउन हामीले 41 जनाको चाहिँ उपसमिति संयोजकहरू बनाइएको छ। तपाईँको विभिन्न आर्थिक संयोजकदेखि लिएर युवा बच्चादेखि लिएर मण्डप व्यवस्थापनदेखि लिएर यो गेट व्यवस्थापनदेखि लिएर हरेक कुराहरू छ। यसमा चाहिँ हामी यो बाटोमा आजै यो ध्वजा पताकाहरू लगाएर श्रृङ्गार्ने कार्यक्रम हुन्छ। किनभने अलिकति यो गर्मी महिनामा अलिक हामी काम गर्न धेरै खोजेका छौँ तर काम गर्ने स्पिड अलिक बढेको छ। तर अब 1-2 दिनभित्रमा 2 भोलिसम्ममा हामी धेरै तयारी हुनेछ। अब यहाँहरूले चाहिँ अरू केही कुराहरू छन् भने पनि